हेलो हेलो बकेदेसँगले म यहाँ च्वाचेको मासु खाने घर जाँदाखेरि च्वाचे जस्तो भएर जाने हो भिड लाग्थ्यो होला सन्जिता दा मलाई अरू केही छैन तपाईँले मलाई कालो पार्ने नाम दिन्छ यही बहिनी मलाई खाने ठिक छ मलाई च्वाचेको मासु चाहिँ एक टुक्रा ल्याएर सुँगाइदियो राम्रो छैन एकदम गर्मी छ कहाँदेखि आउनु भएको तपाईँ ज्ञानदेशको साथी भनेर कहाँ हुन्छ यार कडा हो दादा म पनि त रायन खड्की हो नि त्यो पर्यो किन सबै डराउँछन् एकदम हाम्रो दाइ आउनुभयो ल हामीले राजेन्द्र दाइको चाहिँ कोकले हो कोकले गीत चाहिँ बबालसँगले यहाँ हेर्दैछौँ ल हाम्रो दादा अझ आइपुग्नु भयो चट्टसँगले ल पूजा गर्नुहुँदैछ क्यामेरा है हाम्रो दादा एकदम सँगले राजेन्द्र दादा एकदम मेरो दाइसँग चाहिँ हामी 5 वर्ष पछाडि चाहिँ चट्टसँगले हामी भेट भएको छ मेरो जिग्री भयो जिग्री म यहाँ च्वाचेको मासु खाने घर जाँदाखेरि च्वाचे जस्तो भएर जाने हो खाने हो तपाई यहाँ आएको बेलामा च्वाचे नखाएर के हुन्छ धरानको फेमस च्वाची हो नि त नि वास्तविक धरानको एउटा बहिनी चाहिँ भ्या ल बकाइदासँगले हामी हिँड्दैछौँ अहिले चाहिँ राजेन्द्र दाइसँग अब पहिला च्वाचेको मासु खाने अनि धेरैको चाहिँ हात खाने रमाइलो छ नि के गर्ने अब चलचित्रको लागि गर्नै पर्यो है गर्नै पर्यो अब एकदम बेस्ट साथी हो त्यही भएर फिल्ममा म खराब मान्छे खेलेछ ऊ असल खेलेछ तर हान्न चाहिँ म पनि 3-4 त हान्छु हो साथी भनेर कहाँ हुन्छ यार कडा हो दादा म पनि त रायन खड्की हो नि त्यो पर्यो तपाईँ किन सबै डराउँछन् मसँग माया गर्छ त्यो माया डरायो माया डराएको हो है हो त नि अनि त्यही त यति मिठो हुन्छ यति मान्छे स्वादिष्ट हुन्छ खतरा हो नि। तपाईँसँग डर भन्ने चिज सबैसँग छ क्या त्यो माया भन्ने हो कि खेल्यो माया हो माया जसले माया गर्छ नि त्यो डराउँछ कि अहिले त यहाँ त भिडियो अब त भिडियो बनाउँदैछौँ हामी त बनाउनु बनायो एकदम यो नि त होइन? तरिका। ल ठिक छ हामी लु यतिको चाहिँ हुनु पर्यो होइन अब यसो आयो यो मेरो भाइ है मलाई पहिचान भन्ने फिल्मको ल है बबालसँगले त्यो प्र्याक्टिस हुँदैछ ल बकाइदासँगले बहिनीहरू फोटो खिच्दैछन् ल तिमी जाने होइन फोटो खिच त खिच मेरो भिडियो गर्नु न म जान्छु बहिनीहरू चाहिँ यहाँ डुल्न आएको छन् ल टक्कसँगले एकदम खलनायक के अरे खलनायक के भन्दै थियो खलनायक ट्रकसँग लाएर चाहिँ हामी यहाँ फोटो सेसन हुँदैछ बबालसँगले ल हाम्रो दामोदर दाइ चलचित्रको सेटमा छौँ हामी एकदम बकाइदासँगले रमाइलो गर्दैछ होइन यसमा चाहिँ यो चलचित्र म चाहिँ एडीको रूपमा काम गरिरहेको छु हाम्रो दाइ कलाकारको रूपमा भिलेनको रूपमा बब्बाल है खतरा फेरि हेर यस्तो गरिन राम्रो छैन ल एकदम गर्मी छ कहाँदेखि आउनु भएको तपाईँ ज्ञानदेशको सबै भिजिटमा हो कति क्लासमा पढ्नुहुन्छ 10 क्लासको धरानबाटै होइन धरान 11 कति के पर्छ मेरो भाइलाई सबै थाहा छ नि रेलवे चोककै मास्तिर सो हामी पनि यता छौँ है साथीहरू ल हामी चाहिँ दाइको गीत कोकले हो कोकले हेर्दैछौँ होइन एकदम यो भिडियो चाहिँ म टक्कसँगले मैले
तपाईँ आफै बोल्दै गर्नु होला तर मलाई चाहिँ यो भिडियो खिच्नको लागि अहिले भरे चटपटे खुसी भनेर यो भिडियो बनाइदिएको मैले ल हामी दाजुभाइ एकदम खुङ्खार तरिकाले भेट भएको छ। अब के गर्नु हामीलाई चाहिँ चलचित्र लडाइँ पहिचानको जोडेको छौँ, धन्यवाद। जोडेको छ भन्नु पर्यो नि, जोडिएको छौँ। सो सबैजनाले प्रतीक्षा गर्नु होला, बबाल आउनेछ। धेरै परेछ नि 100 युरो परेको। म मेरो चाहिँ यो मेरो पहिला फाइदा नै हो। मैले धेरै मलाई भन्थ्यो गुरुबा मलाई चस्मा देऊ भन्थ्यो, 26,000 दिन सकेन, 13,000 पर्छ। 13,000 पर्छ। ल ताली 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 सबैले ताली। ल लाएर हेरिदिउँ न। ल 13,000 को चस्मा ल यो लाइन छ है, लगाउनु परेन मलाई। तपाईँ पनि लाउनु त्यो। ल म तिमी लगाउ नि, म लाउँछु। ल लेभल पनि छ, झोला पार जाल नदिनु भयो, एकदम हेफाजत गर्नु। ओके दाग लाग्छ नि छुरा लाग्छ नसिलाउनु यो अलि यसमा प्लास्टिकमा हाल्नु न। के नाम छ अहिले चाहिँ नाम छैन, अहिले नाम छैन। बबाल भने पनि हामी यस्तै हो। नाच्दै भयो नि। ल मैले पुरा तिम्रो भजुगाडी पछि भएर आएको। ल 13,000 को चस्मा हाम्रो दाइले पनि गिफ्ट पाउनु भइसक्यो। के भन्न चाहनुहुन्छ दादा? के गरे अनुहारै ल टक्क लाएर चाहिँ यहाँ अब सुटिङ चल्दैछ बकाइदेसँगले। हाम्रो यो इन्डोर सिन थियो हो। भिड लाग्थ्यो होला सम्झिँदा धन्यवाद। मलाई अरू केही छैन, तपाईँले मलाई कालो पार्ने नाम दिन्छ, यही बहिनी मलाई छैन। जोकिङ। यहाँ फेरि यता हुनुहुन्छ एसपी सर अब एसपीको अगाडि छान्ने भनेर कि अब उसले छोड्छ त उसले पनि थाकिन। अनि छान्ने भनेको जाड हुनसक्छ नि। अरू त त्यस्तै हो। एसपी साहबको अगाडि गलत हरकत चाहिँ गर्ने होइन है, फेरि कारवाही परिहाल्छ। अनि एसपी साहबले गलत। ल अहिले चाहिँ यसो टक्कसँगले सुट सेट चलिरहेछ मोबाइलसँगले। ल फिल्ड क्लियर हानिदिनु पऱ्यो। ल हाम्रो यहाँ बसौँ न। ल यतिको चाहिँ हुनु भयो। ल आइ पनि यहाँ छौँ हेलो हेलो हेलो। बकाइदेसँगले हाम्रो एकदम राम्रो छ। हाम्रो उहाँदेखि आएर गरिरहनु भएको छ होइन। अनि पछि पानीर यस्तो गर्मीमा होइन यतिको चाहिन्छ। नेपालमा केही गरिरहनु भएको छ, गर्व छ। केही भन्न चाहनुहुन्छ कि? विदेश नजानु होला, दुःख सुख यहीँ गर्नु। आफ्नो नेपाल भनेर सुरक्षा गर्नु हो। ल धन्यवाद। थ्याङ्क यू बाई बाई। सो आजको भिडियो के कस्तो भयो कमेन्ट गर्न नछुटाउनु होला। बाई बाई। फेरि भेटौँला। च्यानल नयाँ भए च्यानललाई सब्सक्राइब गर्नु होला। बाई बाई।